अचार चाहिँ यस्तो भयो साथीहरु। लास्टमा चाहिँ बेसार अलि कम्ती भएन, तर भिडियोमा चाहिँ कस्तो राम्रो देखेकै छैन है। रियलमा चाहिँ कस्तो दामी कलरको देखाएको छ, राम्रो देखाएको छ हैन है। खाउँ खाउँ लाग्दो छ नि हैन भूमिका, दामी भइरहेछ है। आउनु होला हजुरहरु पनि मन पर्छ यदि भने। यस्तो खतरा छ यस्तो, तर अलिकति मसला चाहिँ पुगेन हैन। नुन पनि लगाएको, तर त्यो जुन मैले हिजो भनेको थिएँ नि त्यो चाहिँ भएन भने अलिकति उले बास्ना दिन मान्दैन अनि यस्तो मिठो बास्ना आइरहेछ अहिले पनि। तर त्यो चाहिँ भयो भने अझै सुन्न सुगन्ध भयो जस्तै हुन्छ क्या त्यो। सोप भएन नि त, यस्तो खतरा हुन्छ त्यो भयो भने। यस्तो खतरा छ साथीहरु, अहिले नै खाउँ खाउँ लाग्ने भएको छ। तर भिडियोमा चाहिँ कस्तो सेतो देखाछ, रियलमा जस्तो राम्रो देखाएको छैन। खतरा छ है साथीहरु, खतरा छ। आउनु होला तपाईहरु पनि आउनु सक्नुहुन्छ खानलाई। बोलाउन त म तपाईहरु मेरो फेसबुकको साथी सबैजनालाई बोलाउँछु, तर हजुरहरु आइदिनु हुन्न। मलाई पनि पठाइदिनु न, मलाई पनि दिनु न भनेर कमेन्ट गर्ने मात्रै हो। मेरो हातको अचार एकचोटी चट्ट चाखेपछि हजुरहरुलाई नि मोहनी लाग्ने छ। सबै मार मसला हालेको छु। लगाउनु पर्ने चीज एउटा मात्रै कमी भएको छ, त्यो हो सोप। सोपको दाना चाहिँ कमी भयो, तर पनि ठिकै छ। जे छ त्यसैमा चित्त बुझाउनु पर्छ, सन्तुष्टि मिलाउनु पर्छ, सन्तुष्टि गर्नु पर्छ है।